झगडा गर्न पनि आएको पनि होइन। खाँदै केटीहरूसँग 4 जना वरिपरि 4 जना केटा मान्छे बिचमा केटी राखेर अनि कस्तो हुन्छ मलाई अर्को नागोसँग लागेको रहेछ। अनि त्यो नागो अनि पैसा जति चाहिँ त्यो नागोलाई खुवाउँदै ठिक्क हुँदो रहेछ। अनि यत्रको ऋण तिर्नु अहिले ऋण तपाईँको भन्नु हो भनेदेखि लगभग 8 लाख भन्दा माथि छ। त्यो ऋण कसले तिर्छ? फेरि उदिति पुऱ्याएर आउँदाखेरि भात नखाएको टेन्सनले 3 दिनसम्म त्यतिकै भयो। ठुलो छोरी पेटमा आई ठुलो छोरी पेटमा आउँदाखेरि त्यति बेला त्यहाँ तलतिर दमिनीसँग पनि लाग्यो है। फेरि लाग्यो। मेरो नानी पेटमा त्यति बेला 6 महिना 7 महिनाको थियो। त्यति बेला लागेको हो। लागेर फेरि त्यसलाई पनि छुट्याएकै हो। त्यहाँदेखि फेरि त्यसलाई छुट्याएपछि त्यतिकै भयो। त्यहाँदेखि अलिक पछाडि फेरि अर्को नानी पेटमा आएपछि फेरि त्यो अर्को कोसँग पनि थियो। कोसँग त्यो दमिनी त्यो 2 महिना 3 महिनाका नानी पनि थियो त्यसको पेटमा रहेछ। त्यति बेला त्यसलाई नागरिकता बनाइदिने पैसाहरू पठाउने ओर्ने नि गर्ने भनेर नागरिकताहरू पनि बनाउनु लागेको रहेछ। त्यति बेला हो। त्यति बनाउँदाखेरि चाहिँ उसको भाइले पनि उसको भाइ है स्वयं कान्छाले भट्टीमा सँगै भेटेको रहेछ त्यो केटीसँग पनि। उसलाई त्यो अर्कै फेरि त्यो एउटालाई बाटो लगाइसकेपछि फेरि अर्कैसँग भेटेको देवरले कान्छाले त्यो कोदोबारीमा भेटेको अरे भाइले भनेर कुरा सोद्धा हुन्छ। कुरा गरेर हो त्यसरी सोध्यो भन्नुभयो होइन। अनि नागरिकताहरू बनाउने ओर्ने कुरा भयो। त्यहाँदेखि हो त्यसरी गरेपछि त्यहाँदेखि हो त यसलाई छुट्याएपछि चाहिँ त्यो मेरो यो ठुलो छोरीदेखि मुनिको मेरो अर्को पेट थियो। त्यति बेला मेरो छोरो थियो। त्यति बेला कुटेर त्यो केटीसँग छुट्यायो भनेर कुटेर त्यो मेरो नानी महिना पुगिसकेको नानीलाई कुटेर मारिदिएको छ। त्यति पनि टर्चर कति दियो। पछि पढ फेरि विदेश दुःख सुख गरेर विदेश पठाएर सुध्रिन्छ कि भने विदेश गएपछि एक पैसाको हिसाब गर्ने नानीहरूसँग भएपछि खर्च हुन्छ हुँदैन सर? हुन्छ नि। विदेश पठाउँदाखेरि मैले नै ऋण गरेर पठाउनु पर्छ। ऊ 1 पैसा खोजिदिन्छस् भने जान्छ नि अब जाँदिनँ भनेर भन्ने। अनि त्यसो भनेर भन्थेँ मैले। अनि यता मम्मीहरूलाई भन्थेँ। अनि आफूसँग त हुँदैन थियो। मम्मीहरूलाई भन्थेँ। मम्मीहरूले सुनहरू राखेर के अनेक थरी गरेर एकचोटि मात्रै हो उसको आफन्तले विदेश पठाएको भनेको। त्यहाँदेखि ढुके हामीले गरिरहेको छ। पुरै ससुरालीले गरेको हो। नभएको कुरा गर्नु हुँदैन। पठाउँदा मलेसिया कतार एकचोटि कता जाँदाखेरि त्यही सुरुचोटि जाँदाखेरि उसको दिदीले पठाएको हो। त्यति बेला 2 वर्षमा 500 रुपियाँ पैसा पठाइदिएको हो। अर्को दोस्रोचोटि जाँदाखेरि फेरि कतारै गएको हो। गएको ऋण नतिरिकन आमा खसेर उसको आमा खसेर आएको हो फर्केर। त्यहाँदेखि त्यति बेला नि पैसा मेरो हातमा आएन। त्यहाँदेखि चाहिँ म आफैले पठाएँ। मलेसिया पठाएँ। मलेसिया पठाउँदाखेरि एउटा मलेसिया गइसकेपछि 1-2 पैसा 2-4 चोटि चाहिँ राम्रै पठाएको। अब ऋण तिर्नुलाई 1 लाख मात्रै छ है। त्यति तिरिसक्यौँ। सम्मबाट काटेर पठाएको थिएँ मैले त्यति बेला। अनि त्यति बेला त्यो काटेर पठाउँदाखेरि तिरिसक्यौँ। यति तिरिसकेपछि उयो हुन्छ। अनि उँदै गएर के गर्नुपर्छ किन्नुपर्छ जग्गाहरू भनेर सल्लाहहरू गरेको। त्यति बेला राम्रै गर्दा त राम्रै सल्लाह गर्नु पर्यो नि त। त्यति बेला गएर पठाएँ। लास्टमा उहाँ गरे दुनियाँ केटीहरूसँग बसेर तास खेल्देर जहाँ खाएर भिडियो कल गरेर देखाइदिने मलाई। पहिले मलाई यसो गरेर पठाएको थिएँ छैन। त्यहाँ बस्दाखेरि मलाई टर्चर देखिदिएँ। अब यहाँ हेर भन्दै उहाँ भिडियो कलमा गरेर देखाइदिने मलाई। जहाँ खाँदै केटीहरूसँग 4 जना वरिपरि 4 जना केटा मान्छे बिचमा केटी राखेर अनि कस्तो हुन्छ मलाई? हो त्यसो त्यति गरिसकेपछि विश्वास तोडियो। हजुर त्यहाँदेखि उता उहाँले श्रीमानले गर्नुपर्ने जिम्मेवारी एउटा परिवारको लागि खाने पिउने बस्ने जति पनि पढाउने शिक्षा दीक्षा कुरा सबै कुरा जिम्मेवारी उहाँले पुरा गर्नु भएन। अनि यहाँ त्यति मलेसियाबाट आइसकेपछि क्वारेन्टाइनको टाइम थियो। त्यति बेला पिलो खोलामा उसलाई राखेको थियो। पिलो खोलामा राखिसकेपछि घर आएको 3 दिनमा फेरि मलाई कुटेको छ है। त्यति बेला मैले चौकी लाएको हो। त्यहाँदेखि चाहिँ नसकेर मैले माइतीलाई फोन गरेर म सक्दिनँ यहाँ भनेर म यता मधेसतिर झरेर बसेको हो। म त्यसो गरेको। त्यति बेला मैले पुलिस ल्याउँदाखेरि पनि उसको भाइले के भनेको छ भने पुलिस नलाउनु अब एकचोटि भइहाल्यो बरु छोडिदिने भिल्दा गरेर खानु भनेर भनेको भएर पुलिस फिर्ता गरिदिएर म यता उँधो झरेको हो। अब त्यो कसरी तपाईहरुको सम्बन्ध जस्तो उहाँले भनेको कुरामा कति सत्यता छ? त्यो सत्यता होइन। कसरी होइन? त्यो सत्यता होइन। नानीहरुको टाउकोमा हात राखेर कसम खाएर भन। मैले पहिले भनेको थिएँ म हो मलेसिया नगएको होइन गएको हो। मैले कति 24 महिनाको स्यालेरी पठाएको हो। त्यहाँबाट इलिगल भएँ। इलिगल भएर त्यहाँको पुलिसले समातो। 18 महिनामा त घरमै आएको 24 महिना कताबाट बसेको? 18 महिना त घरमै आइपुग्यो त मलेसिया गएको। 2 वर्ष बोल्नु पर्यो नि त सर। सत्यता बोल्नु। 2 वर्षमा म इलिगल भएको मलेसियामा र 30 महिनामा म घर आएको। 30 महिनामा पुलिसले समातो। त्यही भएर म घर आएको। त्यति बेला क्वारेन्टाइनको बेला थियो र म घरमा आएर तल त्यही पिला खोला भनौँ उसले होइन त्यो सही हो। म त्यहाँनिर 13 दिन बसेँ। अनि त्यहाँबाट त्यो बसेर म घरमा आएँ। घरमा आइसकेपछि त्यहाँबाट आइसकेपछि अब मैले त्यति बेला पैसा पठाएको भनेको 6,12,000 पैसा पठाइदिएको थिएँ उसको नाममा है।
6,12,000 पैसा पठाउँदाखेरि अनि भरे सबै ऋण सिन यताउता गर्दा त आउँदाखेरि उल्टो 7 लाख रुपियाँ ऋण चाहिँ कसरी भयो त? उल्टो 7 लाख रुपियाँ ऋण तपाईँले सबै तिर्नु भयो। म जाँदाखेरि 2.5 लाख रुपियाँ ऋण थियो। मलेसिया जाँदाखेरि मैले 6,12,000 रुपियाँ पैसा पठाइदिएको हो। त्यहाँ माथि त्यो एउटा त्यही लिम्बू थियो गाउँकै, त्यो लिम्बूसँग रहेछ है। त्यो लिम्बूसँग रहेछ, त्यहीसँग बोल्ने, त्यहीसँग खाने, त्यहीसँग सुत्ने रहेछ। नानी कुटेर ढुट्टो निलै निल। अनि गाउँकाले त मलाई त भन्छन्, अनि होइन किन नानी कुटेको भनेर भन्दाखेरि घरमै बस्दैनन्। यो कान्छी छोरीलाई राति 8 बजी कि 9 बजी भेटाकी र त्यो गाउँकोले सबैले खोजेर अनि त्यो नागो पनि थियो। त्यो नागो सागो सबै भेला कता कता पारी र 9 बजी राति यो कान्छी छोरीलाई भेटाएको। राति 9 बजी त्यो पनि मैले उहाँबाट कराउँदाखेरि अनि त्यहाँबाट मैले त्यो 6,12,000 रुपियाँ पैसा पठाउँदाखेरि घरमा खर्च खाएको भनेको 88,000 अन्नमा मात्रै गएको छ हो। अन्न तेलहरू के गर्दाखेरि 88,000 रुपियाँ निकालेको छ त्यहाँ पैसा। अनि अरू बाँकी पैसा चाहिँ खोइ त। अनि मेरो बुढो विदेशमा छ भन्ने वाइन ल्याउने अरे, अनि अर्को बियरहरू ल्याउने अरे, खाने अरे। चाहिँ सुन्दरले भनेको नि, फेरि सुन्दरले भनेछ नि फेरि अनि त्यहाँबाट आइयो। त्यहाँबाट आएपछि अब त्यहाँ त अब त्यही हिसाब त भयो। अब हाम्रो त्यही हिसाब हुँदाखेरि मैले खाएर यस्तो यस्तो गरेको, यहाँ त्यहाँ मलाई डिभोर्स दे भनेर भनौँ यसले। अनि तँलाई किन डिभोर्स दिनु, त्यो मेरो पैसा लिए अनि डिभोर्स दिन्छु भनेर मैले भनेको हो। अनि भरे त्यो नागोसँग लागेको रहेछ, जान चाहिँ आँटेकै रहेछ त्यो नागोसँग पनि है। अनि त्यस पछाडि अब त्यहाँ मेरो मुख देखाउने ठाउँ त भएन गाउँमा त। त्यही भएर लु तराई जाउँ भनेर यसलाई र उयो कान्छी छोरी र कान्छो छोरोलाई पठाएँ है। सासूको हातमा पठाएको, सासूले नै लिएर आएको हो कि होइन, सासूले लिएर आएको हो कि होइन। अनि पठाएँ। अनि पछाडि अनि जेठी छोरी र म 2 महिना 2.5 महिना पछाडि झऱ्यौँ। अनि झरेपछि त अनि उता ब्याङ्कको पनि ऋण काटेको रहेछ अलिअलि। त्यो ब्याङ्कको पनि तिर भनेको ठाउँमा तिरेको छैन, ऋण ढ्यामी बनाइदिएको छ। अनि त्यस पछाडि यता तराई झरियो। अब तराई झरेर यसले के भन्यो भने अब ऋण अलिअलि छ, जानु विदेश भनेर भन्यो। अनि मैले त्यति बेला के भने ऋण खोजिदेऊ जान्छु भनेर मैले भने है। अनि यसले नखोजेको होइन, यसैले खोजेर मलाई पठाइदियो है। पठाइदिइसकेपछि त्यस पछाडि मैले यसको नाममा 4,36,000 पैसा पठाएको छु यसको नाममा, र सासूको नाममा 4,56,000 पैसा पठाएको छु मैले। अनि म उतै सासूको नाममा हालिदिन्छु नि त सबै पैसा भनेर भन्दाखेरि यस्तो सुटी आमुले दिँदैनन्। अब उताको नतिरिसकुन्जेलसम्म त्यो सुटी आमुले दिँदैन, मेरो नाममा पठाउनु भनौँ। म त होला त भनेर भने भरे यता पनि अर्को नागोसँग लागेको रहेछ। अनि त्यो नागो अनि पैसा जति चाहिँ त्यो नागोलाई खुवाउँदा ठिक्क हुँदो रहेछ। अनि यत्रको ऋण तिर्नु, अहिले ऋण तपाईँको भन्नु हो भनेदेखि लगभग 8 लाखभन्दा माथि छ। त्यो ऋण कसले तिर्छ? त्यही ऋण तँलाई बुझाउन आएको हो, तँसँग झाइझगडा गर्न पनि आएको पनि होइन। तँसँग झाइझगडा गरेर पनि आएको होइन, मैले जिम्मा मात्रै लाउन आएको हो। त्यो ऋण के गर्छस् कसो गर्छस् तँ आफै गर। मेरो भनाइ त्यही हो। उहाँले अब जस्तो उहाँले भन्नुभयो नि, तपाईँले चाहिँ पैसा चाहिँ खाएर उडाउनु भएर ऋण लाउनु भएछ भन्ने खालको जस्तो उहाँले भन्दै गर्दा ऋण कसरी लाग्यो त? उहाँले भन्दै गर्दा जुन भन्यो नि वाइन स्वाइन ल्याएर खाएको, त्यो खाएको मान्छे सुन्दर दाइलाई कल लगायो, म बोल्छु म भन्छु होइन। खाएको कुरा मैले खाएँ भन्छु नि सर। मैले ल्याएर त्यो खाने नखाने कुरा खाएर हुन्छ, मैले ल्याएर खाइन भन्दै मेरो कान्छी छोरीको बर्थडेमा ल्याएर किन म गर्छु? जसले नाम लेख्छ उसले फोन गर्ने हो नि। किन गर्नु मैले? कसरी लाग्यो? नानीहरु पढाउँदा लाग्यो कि? उहाँ त्यो वाइन स्वाइन भन्ने म जान्दिनँ पनि सर। बियर हो भने मैले मेरो यो कान्छी छोरीको बर्थडे गर्दाखेरि मैले ल्याएको हो। 2-4 घर बोलाएको थिएँ, ल्याएर खुवाएको हो। त्यति त गर्नु पाउँछु होला नि मैले।